म कहाँबाट सुरु गरौँ भनेर मलाई आफै पनि म कन्फ्युज छु क्या तपाईलाई। म मुनिको मोडवादेखि सुरु गरौँ कि माथिको फिनिसिङदेखि सुरु गरौँ। अब रोयल डेनिम मैले कतिलाई भनिदिएँ है, तल तपाईलाई लेखिने बित्तिकै तपाईहरुले बुझिसक्नु होला। ट्र्याक देखायो भाइले, रोयल डेनिमको देखायो, यसको मतलब पर्चेज चाहिँ गर्नै पर्छ। एनी हाउ पर्चेज चाहिँ गर्नै पर्छ। किन? कतिपयले ब्रान्ड जब रोयल डेनिम बुझिसक्नु भएको छ भने आरडी हेर्नुस् यहाँनिर, एकातिर आर अर्कोतिर डी, रोयल डेनिम। अब त तपाईलाई यति भनिसकेपछि तपाई आफै पनि बुझ्नुभयो कि रोयल डेनिमले काहीँ दुई मतको कुरा छैन, ट्र्याक इन्डस्ट्रीमा तहल्का मचाउँछ भनेर। ल स्ट्रेट फिटमा प्लस तपाईलाई तल जकर्स बनाउने, जकर्स पनि बनाउन पाइयो, यस्तो दामी। र यति मात्र कहाँ हो र, तपाईलाई अब पनि तपाईले सोध्दै हुनुहुन्छ होला भाइ जाडो छ फर देखाऊ। फर यस्तो राम्रो न्यानो फर हुने भित्र तपाईलाई केही लाइराख्नु पर्दैन, यस्तो बबालै न्यानो हुन्छ नि तपाईलाई रोयल डेनिमको ओरिजिनल ट्र्याक है तपाईलाई, त्यसमा दुई मतको केही कुरा छैन। र पछाडीको लुक पक्कै पनि हेर्न कोसिस गर्दै हुनुहुन्छ होला। ल एस्थेटिक लुकको पकेट छ तपाईलाई, पर्स राख्नुस्, मोबाइल राख्नुस्, काहीँ केही झल्लिँदैन पनि। रोयल डेनिमको ब्रान्डिङ पनि हुनेछ तपाईलाई यहाँनिर हेर्न सक्नुहुन्छ। लिभ लाइक अ रोयल भनेर यसलाई नै भनिन्छ क्या तपाईलाई। प्योर स्मुथ एन्ड प्योर मुलायममा चाहिँ यस्तो दामी एउटा कलर र अर्को कलर यहाँनिर हेर्न सक्नुहुन्छ। ट्याक्क स्क्रिनशट लिनुस् है। तपाईलाई मिडियम, लार्ज, एक्सेल र डबल एक्सेल साइज हुनेछ। तेस्रो तपाईलाई डार्क ब्राउन कलर हेर्न सक्नुहुन्छ। हेर्नुस् है, ट्र्याक भनेको यस्तो हुनुपर्छ। र चौथो कलर तपाईलाई ब्ल्याक हुनेछ। र अब एउटा फाइदाजनक कुरो भनौँ म तपाईलाई, यहाँ हेर्नुस्, पकेट तपाईलाई ट्याक्क हाम्रो पेन्ट स्टाइलको दिएको छ र एउटा चोर पकेट पनि दिएको छ साइडमा। यस्तो दामी तरिकाले चोर पकेट पनि दिएको छ है। यस्तो दामी छ तपाईलाई। साइज भनेको मिडियम, लार्ज, एक्सेल र डबल एक्सेल। यसलाई पाउनलाई तल दिएको नम्बरमा डाइरेक्टली व्हाट्सएप, डाइरेक्टली डीएम गर्नुस्। थ्यांक यू सो मच एभ्रीवन।